पूर्वी नेपालको दुर्गम हिमाली काखमा अवस्थित छ विश्वको 5औं अग्लो हिमाल मकालु। 8485 मिटर उचाइमा आकाशसँग संवाद गरिरहेको यो विशाल शिखर केवल एउटा हिमाल मात्र होइन, साहस, सङ्घर्ष, प्रकृतिको वैभव र मानव धैर्यको जीवित प्रतीक पनि हो। मकालुको आधार शिविरसम्म पुग्ने यात्रा भनेको केवल एक गन्तव्यमा पुग्ने यात्रा होइन, यो त हिमाल, जङ्गल, नदी, संस्कृति, इतिहास र मानव जीवनका अनगिन्ती कथाहरूसँग साक्षात्कार गर्ने अवसर पनि हो। अरुण उपत्यकाको उष्ण हावादेखि हिमरेखामाथिको चिसो संसारसम्म ब्राह्मण, क्षेत्री, किराँत र शेर्पा लगायत विभिन्न संस्कृतिका बस्तीहरूदेखि मकालु बरुड राष्ट्रिय निकुञ्जको जैविक विविधतासम्म यो यात्रा हरेक मोडमा नयाँ दृश्य, नयाँ अनुभूति र नयाँ कथा बोकेर उभिएको छ। यो यात्रामा हामीले देख्यौं फुलले सिगारिएका गुराँसका जङ्गल, बरुड उपत्यकाको अनुपम सौन्दर्य, हिउँले ढाकिएका उच्च हिमाली पासहरू, शताब्दीयौंदेखि जीवित रहेका स्थानीय संस्कार र परम्पराहरू र संसारकै केही उत्कृष्ट हिम श्रृङ्खलाहरूको अद्भुत दर्शन। तर यी सबैभन्दा महत्त्वपूर्ण कुरा थियो हिमाल जस्तै कञ्चन मनका मानिसहरू। हामीलाई फुलमालाले स्वागत गर्ने गाउँका आमा समूह, न्यानो मुस्कानका साथ दिने स्थानीय बासिन्दा, कठिन बाटोमा साथ नछोड्ने भरिया गाइड र सहयोगीहरू, अनि स्लोभेनियाबाट आएका अतिथि यात्रीहरू। आउनुहोस् हामी सँगसँगै यात्रा गरौँ मकालु आधार शिविर यात्राको यो रोमाञ्चक, भावनात्मक र अविस्मरणीय यात्रामा। बिहान 9:30 बजे काठमाडौँबाट उडेको जहाजले केही समयमै विश्वको होचो अरुण उपत्यकाको तुम्लिङटार विमानस्थलको धरती छोयो। यहीबाट विश्वकै 5औं अग्लो हिमाल मकालुको आधार शिविरसम्म पुग्ने हाम्रो बहुप्रतीक्षित यात्राको औपचारिक सुरु भयो। आजको गन्तव्य मकालु गाउँपालिका वडा नम्बर 3 सिम्मा गाउँ। हजुर, आज हामी यो स्लोभेनियाको गेस्टहरू लिएर काठमाडौँबाट 9:30 फ्लाइट गरेर अहिले तुम्लिङटार आइपुग्यौँ। त्यहाँदेखि तुम्लिङटार एयरपोर्ट इज 425 मिटर्स एलिभेसन एन्ड फ्रम हियर वी स्टार्ट मकालु ट्रेकिङ। विमानस्थलबाट निस्किएपछि हामी खाटबारी बजार स्थित करुवा होटल पुग्यौँ। बिहानको न्यानो भोजनसँगै यात्राको ऊर्जा सङ्कलन गरियो अनि सडक यात्राको पहिलो चरण सुरु भयो। मानेभन्ज्याङ, छ्याङकुटी र चिचिला बजार हुँदै हामी कोशी किमाथाङका राजमार्ग अघि बढ्यौँ। बाटोमा पर्ने फ्याक्सिन्दा दोभानमा भारतीय कम्पनीद्वारा निर्माणाधीन 900 मेगावाट क्षमताको जलविद्युत आयोजना अवलोकन गर्दै हाम्रो यात्रा हेदाङ्नागढीतर्फ मोडियो। सानो बजार भए पनि हेदाङ्नागढी इतिहास र किम्वदन्तीले भरिएको स्थान हो। यही मकालु बरुड राष्ट्रिय निकुञ्जको मुख्य कार्यालय तथा चेकपोस्ट छ। राष्ट्रिय निकुञ्ज क्षेत्रमा प्रवेश गर्न स्वदेशी तथा विदेशी सबै पर्यटकले अनिवार्य अनुमति लिनुपर्ने हुन्छ। विदेशीलाई चाहिँ 3000 र भारी बोकेर आउने भरिया प्लस अरू घुम्न आउनेहरूलाई चाहिँ 100 का दरले चाहिँ टिकट लिने गरेछ। र त्यसका लागि हाम्रो निकुञ्ज कार्यालयबाट चाहिँ जति पनि आउने पाहुनाहरूलाई सहज र एकदम सुलभ तरिकाले सबै ठाउँमा आएरै बाटाबाटै आएर पनि हामीले टिकट काटेर सेवा दिने गरेका छौँ। विदेशी पर्यटकहरूको पासपोर्ट जाँच पडतालपछि हामी पुनः सीमातर्फ लाग्यौँ। साँझ करिब 5 बजेतिर
सिम्मा गाउँ पुग्दा एउटा विशेष दृश्यले स्वागत गरिरहेको थियो। So Slovenia guest, special welcome for Makalu trek. Okay, thank you very much. So this is a Simma tourist hotel. हामी पुग्नु अघि नै स्थानीय बासिन्दा र आमा समूहका सदस्यहरू सामुदायिक होमस्टेको परिसरमा भेला भइसकेका रहेछन्। सिम्मा टुरिस्ट क्याम्प प्रालीद्वारा सञ्चालित सामुदायिक होमस्टेको प्रवेशद्वारमै फुलमाला र आत्मीय मुस्कान सहित अतिथिहरूको भव्य स्वागत गरियो। मकालु गाउँपालिका वडा नम्बर 3 मा अवस्थित सिम्मा साँच्चीकै रमणीय गाउँ रहेछ। यहाँ व्यवस्थित होमस्टे सञ्चालनका साथै कृषि पर्यटनको अवधारणा अनुसार कफी खेती विस्तार गरिएको छ। साथै मकालु बरोड सामुदायिक दन्त चिकित्सा सेवा केन्द्रले पनि यस क्षेत्रलाई थप विशेष बनाएको छ। रातिको भोजनपछि समूह नेता तथा कम्पनीका प्रबन्ध निर्देशक लाक्मा नुर्बो शेर्पाले भोलिको कार्यतालिका प्रस्तुत गर्नुभयो। If there is no snow, we can go this route easily because this route is very nice view to see all Himalaya from Baule Pass. But this time, त्यसपछि अतिथिहरूले स्थानीय विद्यार्थीहरूका लागि ल्याएका स्टेसनरी सामग्री र कपडाहरू सामूहिक रूपमा वितरण गरियो। कार्यक्रमको अन्तिम चरण भने अझ आत्मीय र अविस्मरणीय रह्यो। स्थानीय सांस्कृतिक समूहले आफ्ना परम्परागत नाचगान मार्फत अतिथिहरूलाई स्वागत गर्यो। भाकाहरूमा हालैका शब्द नबुझे पनि त्यसको लय, ताल र उत्साहले सबैलाई एकै सूत्रमा बाँध्यो। विदेशी पाहुनाहरू समेत स्थानीयसँगै नाच्दै, रमाउँदै र हाँस्दै गाउँको आत्मीयतामा घोलमेल भए। आजको गन्तव्य एकुवा गाउँ। बिहानको खानापछि भरियाहरूले आफ्ना भारी मिलाउन थाले। अतिथिहरू पनि यात्राको तयारीमा जुटे। आजको यात्रा दूरीका हिसाबले धेरै लामो नभएकाले हिँडाइ केही ढिलो गरी सुरु भयो। सिम्मा गाउँको पुरानो बजार अवलोकन गर्दै हाम्रो यात्रा उकालो लाग्यो। बाटोभरि देखिने नेपाली ग्रामीण जीवनका झलकहरू सबैका क्यामेरामा कैद भइरहेका थिए। सिस्ने हुँदै चुम्लुङ, गुम्बा डाँडासम्मको लगातार उकालो पार गरेपछि केही विश्रामको अवसर मिल्यो। गुम्बा डाँडालाई नुर्बगाउँका नामले पनि चिनिन्छ। यहाँबाट एकुवा गाउँको मनमोहक दृश्य अवलोकन गर्न सकिन्छ। यही डाँडाबाट दायाँतर्फ लागेपछि हामी दिउँसो एकुवा गाउँमा पुग्यौँ। एकुवामा पुग्दा पनि सिम्माको जस्तै आत्मीय दृश्यले स्वागत गर्यो। स्थानीय बासिन्दा, विद्यार्थी तथा शिक्षक शिक्षिकाहरू लामबद्ध भएर अतिथिहरूको प्रतीक्षामा बसेका रहेछन्। शेर्पा समुदायको मौलिक सांस्कृतिक नृत्य प्रस्तुत गर्दै अतिथिहरूलाई स्वागत गरियो। त्यसपछि अतिथिहरूका तर्फबाट स्थानीय बालबालिकालाई उपहार वितरण गरियो। कार्यक्रम सकिएपछि केही भरिया साथीहरू खुला बारीतिर खेलकुदमा रमाए भने केही जना स्थानीय घरहरूमा बास व्यवस्थापन मिलाउन व्यस्त भए। एकुवा गाउँको बसाइ पनि आनन्दको रह्यो। भान्सा टोलीको दिन सधैँझै बिहानैदेखि व्यस्तताका साथ सुरु भयो। समूहका लागि नास्ता र प्याक लन्च तयार गरियो। भोजन वितरणपछि यात्राको अर्को अध्याय सुरु भयो। आजको मार्ग बाक्ले गाउँ हुँदै सेदुवातर्फ जाने योजना छ। वास्तवमा यसपालिको मूल योजना बौले पास हुँदै मकालु आधार शिविर पुग्ने वैकल्पिक मार्ग प्रयोग गर्ने थियो। तर अप्रत्याशित रूपमा बेसिजनमै परेको बाक्लो हिमपातका कारण बौले पासको मार्ग बन्द भएपछि समूहले सेदुवातर्फ फर्किने निर्णय गर्यो।
चैत वैशाख गुराँस फुल्ने मौसम, बाटोभरि राताम्मे गुराँसले सजिएका जङ्गलहरूले यात्रालाई झन मनमोहक बनाइरहेका थिए। ती रङ्गीन वनपथहरू पार गर्दै हामी बाग्ले गाउँ पुग्यौँ। त्यहाँबाट ओह्रालो झरेपछि अलैँची बगानहरूको अवलोकन गर्दै माथिल्लो उलिङमा आइपुग्यो। सानो तर शान्त बस्ती रहेको माथिल्लो उलिङमा आजको प्याक लन्च खाने निर्णय गरियो। केही समय विश्रामपछि फेरि ओह्रालो झर्दै तल्लो उलिङतर्फ लाग्यौँ। तल्लो उलिङको खेतमा क्याम्प स्थापना गरियो। व्यवस्थापन टोलीले खेतका गह्राहरूमा टेन्ट टाग्न सुरु गर्यो भने भान्सा टोली भोजन व्यवस्थापनमा जुट्यो। आज नेपाली नयाँ वर्षको पूर्व सन्ध्या पनि हो। स्थानीय क्लबद्वारा उलिङ विद्यालयको प्राङ्गणमा सांस्कृतिक मेला आयोजना गरेको रहेछ। हामी पनि केही समय उक्त कार्यक्रममा सहभागी भयौँ। विशेष गरी विदेशी पाहुनाहरूलाई स्थानीय समुदायले मञ्चमै बोलाएर सम्मानपूर्वक स्वागत गरे। नियमित बिहानको खाजापछि हामी फेरि यात्राको तयारीमा जुट्यौँ। एउटा सानो खोल्साले छुट्याएको चिटिक्क परेको आला गाउँ पार गरेपछि हाम्रो पाइला धर्कम्पा डाँडातर्फ उकालियो। याम्फू किराँत समुदायको सांस्कृतिक पहिचान झल्काउने विभिन्न स्तम्भहरू राखेर यहाँ सुन्दर पार्क निर्माण गरिएको छ। धर्कम्पा डाँडाबाट कासुवा खोलासम्म लामो ओह्रालो झर्नुपर्छ। कासुवा खोला माथिको झुलुङ्गे पुल तरेपछि विभिन्न प्रजातिका सुनाखरी तथा अन्य दुर्लभ वनस्पतिहरूको अवलोकन गर्दै हामी सेकेदेनको कठिन उकालोतर्फ लाग्यौँ। लामो र थकाइपूर्ण उकालो पार गरेपछि अन्ततः च्याक्से डाँडा पुग्यो। समुद्री सतहबाट करिब 2000 मिटर उचाइमा अवस्थित च्याक्से डाँडा नुम सेदुवा हुँदै मकालु आधार शिविर जाने यात्रुहरूको महत्त्वपूर्ण विश्राम स्थल हो। आजको हाम्रो क्याम्प पनि यही रहने तय भयो। बिहान करिब 8 बजे हामीले च्याक्से डाँडा छोड्यौँ। च्याक्से डाँडापछि सेदुवाबाट आउने यात्रीहरूका लागि अर्को प्रमुख क्याम्प टाँसी गाउँ हो। हामी भने च्याक्से डाँडाबाट हिँडेको हुनाले टाँसी गाउँमा छोटो विश्राम गरेर डाँडाखर्क पुग्ने योजना बनाएका थियौँ। हिमाली क्षेत्रहरूमा प्राय बौद्ध धर्मावलम्बीहरूको बसोबास रहेको हुन्छ। यो यात्रामा पनि बाटोभरि भेटिने छ्योर्तेन, मानी पर्खाल र ढुङ्गाहरूमा कुदिएका सम्बोटा लिपिका मन्त्रहरूले त्यही आध्यात्मिक संस्कृतिको झल्को दिइरहेको थियो। यो बुद्धिस्टहरूको कल्चर हो, परम्परा भनौँ न। अब यो उहिलेदेखि यो एरियालाई एउटा शुद्धिकरणको लागि पनि गरिन्छ। कोही यस्तो मानि चाहिँ पहिरोलाई रोकथाम गर्नलाई पनि मन्त्र राखेर गरिन्छ भने यो चाहिँ कोही चाहिँ अब मरिसकेको मान्छेको नाममा पनि यो लाउँछ क्या। त्यही भएर यो बुद्धिस्ट कल्चरको मानिस्टोन भन्छ। टाँसी गाउँ छोडेपछि उकालोले आफ्नो वास्तविक रूप देखाउन थाल्छ। एकैचोटि हिँडेर पार लगाउन सकिने बाटो थिएन। ठाउँ ठाउँमा रोकिँदै सास फेर्दै र वरिपरिको दृश्यमा आँखालाई विश्राम दिँदै हामी माथि चढिरह्यौँ। केही समयपछि हामी छुबिला खर्क पुग्यौँ। यहाँ एउटा सानो तर व्यवस्थित टी हाउस छ। नजिकैको सानो वस्तुले केही बेर सबैको ध्यान तान्यो। हामीले पहिलो पटक तोलुम देख्यौँ, जसले मही पार्ने परम्परागत उपकरणको काम गर्दो रहेछ। हाम्रो लागि मात्र होइन, विदेशी पाहुनाहरूका लागि पनि यो निकै रोचक अनुभव बन्यो। नयाँ र अनौठा कुराहरूले यात्रालाई अझ स्मरणीय बनाउँछन् भन्ने कुरा फेरि एकपटक महसुस भयो। यात्रा पुनः अघि बढ्यो।
बाटोभरि भेटिने वनस्पति, जडीबुटी र हिमाली वनको सौन्दर्य निहाल्दै हामी आजको गन्तव्य डाँडाखर्क पुग्यौँ। यहाँ महिला ट्रेकिङ गाइड फुर्लामु शेर्पा र हिमाल आरोही निमा दोर्ची शेर्पाले सञ्चालन गरेका 2वटा व्यवस्थित टी हाउस रहेछन्। विशाल जङ्गलको बीचमा डाँडाखर्क आफ्नो नाम जस्तै सुन्दर र खुला डाँडामा बसेको रहेछ। आज बिहान मौसम पूर्ण रूपमा खुलेको त थिएन, तर हिजोको तुलनामा केही उज्यालो र सफा देखियो। यही अवसरमा लाक्पा नोर्बु शेर्पाले अस्ति रद्द गरिएको बौले पासको मार्ग तथा यहाँबाट देख्न सकिने हिमालहरूको बारेमा गेस्टहरूलाई विस्तृत जानकारी दिनुभयो। आजको गन्तव्य हो खोङमा डाँडा। बीच बाटोमा खान बस्न मिल्ने व्यवस्थित स्थान नपाइने भएकाले बिहानै आवश्यक खानेकुरा र प्याक लन्चको व्यवस्था गरेर यात्रा सुरु गरियो। हामीले डाँडाखर्क छोड्दासम्म कुहिरो हाम्रो काँधमै अडिन आइपुगेको थियो। कहिले कुहिरोभित्र हराउने, कहिले त्यसलाई चिर्दै अघि बढ्ने क्रम चलिरह्यो। यस्तै बेला विक्रम भाइको बाँसुरीको मधुर धुनले यात्रामा छुट्टै ऊर्जा थपिरहेको थियो। थकानले शरीर गले पनि त्यो सुरिलो सङ्गीतले केही क्षणका लागि मनलाई हलुङ्गो बनाइदिन्थ्यो। उकालो चढ्दै गर्दा बाटो छेउमा फुलेका विभिन्न प्रजातिका गुराँस, हिमाली भुइँफुल र अन्य वनस्पतिहरूबारे यात्रा टोली प्रमुख लाक्पा नोर्बु शेर्पासँग जानकारी लिँदै यात्रा अघि बढ्यो। Okay, now we are on the way to Makalu base camp, just below Khongma, 3,300 meters. Yeah. So this is called Daphne. It is a paper making plants. So the Daphne bark peel out and dried and cooked, then make paper. And this is also one kind of rhododendron family. खोङमा पुग्नु अघि नै हामीले हिउँको पहिलो स्पर्श महसुस गर्यौं। बाटो छेउमा जमेको सेतु हिउँको तहमा पाइला टेक्दा मनमा एकै पटक 2 भावना जाग्यो, हल्का डर र अथाह उत्साह। अब वास्तविक हिमाली यात्रा सुरु भएको संकेत यही थियो। हिउँ माथि पाइला टेक्दै बिस्तारै माथि उक्लिँदै साँझ करिब 5:30 बजे हामी खोङमा डाँडा पुग्यौं। यति बेला खोङमा डाँडा चाँदीको विशाल मूर्तिमा कुदिएको बस्ती झैं देखिन्थ्यो। सेतो हिउँले ढाकिएका डाँडा, त्यसभित्र टाँसिएर बसेका होटलहरू र वरिपरिको वातावरणले दृश्यलाई स्वप्निल बनाएको छ। ट्रेकिङ र हिमाल आरोहणको मुख्य सिजन भएकाले यहाँ अत्यधिक भिड थियो। बास पाउनै मुस्किल पर्ने अवस्था रहेछ। सौभाग्यवश हाम्रो बसाई शिव भ्यू होटल एन्ड लजमा मिल्यो। यहाँको अर्को रोचक अनुभव पानीसँग सम्बन्धित थियो। अत्यधिक चिसोका कारण प्राकृतिक पानीका मुहानहरू जमिसकेका रहेछन्। त्यसैले हिउँ पगालेर पानीको व्यवस्था गर्नुपर्ने रहेछ। हिमाली जीवनका यस्ता पक्षहरू हामीमध्ये धेरैका लागि नयाँ अनुभव थिए। आज बिहान अरू दिनभन्दा फरक महसुस भयो। निद्राबाट उठ्ने बित्तिकै ढोका खोलेर बाहिर निस्कदा लाग्थ्यो मानव चाँदीको विशाल ओछ्यानमाथि पाइला टेक्दै हिँडिरहेका छौँ। केही क्षणमै हिमालको काखबाट निस्किएको घाम हाम्रो सामु आइपुग्यो। त्यसको न्यानोपनले यात्राको सफलताको शुभकामना दिएको जस्तो अनुभूति भइरहेको थियो। आज केही भरिया साथीहरू खोङमाबाटै फर्किनुपर्ने भएकाले कम्पनीका प्रबन्ध निर्देशक लाक्पा नोर्बु शेर्पा र अतिथि समूह नेताले उनीहरूलाई बिदाई गर्नुभयो। बिदाईको त्यो क्षण भावुक बन्यो। विजय भाइको बाँसुरीको सुरिलो धुन फेरि एकपटक वातावरणमा गुन्जियो र धेरैको मन त्यसैमा हरायो। अब हाम्रो वास्तविक हिम यात्रा सुरु भयो।
निकै कठिनाइका साथ हामीले खोङमा भ्यू पोइन्ट र गोङ्गुर्ला पास पार गर्यौं। हिउँभित्र खुट्टा धसिने भएकाले सानो पोखरी क्षेत्रको खोज पार गर्न पनि उत्तिकै सङ्घर्ष गर्नु पर्यो। ठाउँ ठाउँमा रोकिएर पानी पिउँदै सास सम्हाल्दै हामी अन्ततः ठुलो डाँडा पुग्यौं। यो ठुलो डाँडालाई सेप्तेम्ला पास पनि भनिन्छ। 4200 मिटर उचाइमा रहेको ठुलो डाँडा यस महत्त्वपूर्ण यात्राको सबैभन्दा उच्च पास हो। यो ठुलो डाँडालाई सहज रूपमा पार गर्न सकियो भने यात्राको ठूलो चुनौती पार गरेको मानिन्छ। यहाँबाट पूर्व पश्चिम चारैतिरका हिम श्रृङ्खलाहरू अवलोकन गर्न सकिन्छ। आजको अन्तिम गन्तव्य भने 3800 मिटर उचाइमा रहेको दोबाटे। अझै ठुलो पोखरीको खोज र खिखिला पास पार गर्न बाँकी छ। हात्तीको आकृतिसँग तुलना गरिने ठुलो पोखरी स्थानीय समुदायका लागि अत्यन्तै पवित्र मानिन्छ। उनीहरूको विश्वास अनुसार यो प्राकृतिक देवताको स्वरूप हो, त्यसैले यसको वरिपरि फोहोर गर्न कडाइका साथ निषेध गरिएको छ। ठुलो पोखरी शेर्पाहरूले पत्ता लगाएको र सानो पोखरी राईहरूले पत्ता लगाएको भन्ने चलन छ। खिखिला पास यो क्षेत्र साउन भदौ महिनामा भेडा गोठहरूले भरिभराउ हुने गर्दछ। दिनभरि हिउँसँग सिलिपित्ती खेल्दै चिप्लिँदै सम्हालिँदै र रमाउँदै अन्ततः हामी दोबाटे पुग्यौं। यहाँ रहेको व्यवस्थित होटल यसपालि सेतो हिउँले सजिएको थियो। होटलभित्र भने सधैँझैँ चहल पहल थियो। दिनभरि हिउँमा भिजेका जुत्ता, पसिनाले सजिएका लुगा र थकित अनुहारहरू हिटर वरिपरि जम्मा भएर सुकाउने प्रयास गरिरहेका थिए। हिमाली यात्राको त्यो वास्तविक दृश्य हेर्न लायक थियो। थकान, सङ्घर्ष, उत्साह र सन्तुष्टि एकै ठाउँमा मिसिएको थियो। हाम्रो होटलमा 40 जनासम्मको क्यापेसिटी हो। खासमा 40 जनाको रुम क्यापेसिटी र सुविधा अब मेनु अनुसार नै पाइन्छ। पनि नेपालीलाई अलि नेपालीकै अलि विदेशीभन्दा सस्तो नै रुमहरूको भए पनि सबै कुरामा नेपालीलाई अलिक सहज छ। सधैँझैँ यात्राको तयारी सुरु भयो। Today we are going to याङ्ले खर्का। आज चाहिँ हामी याङ्ले खर्का जान्छौँ। यो शिवधारा भन्दा तल। हामीले दोबाटेलाई बिदाई गर्यौं। वैशालु युवती झैँ सिगारिएकी दोबाटे हिउँको सेतो घुम्टो ओढेर हामीलाई हेर्दै बिस्तारै पछाडि छुट्दै गइन्। अब हाम्रो पाइला मुम्बुक तर्फको लामो ओह्रालोमा झरिरहेको छ। जानकारहरूका अनुसार यही समय विभिन्न प्रजातिका गुराँसहरू ढकमक्क फुल्ने मौसम हो। तर यस वर्ष बेसी जन्मै परेको हिउँका कारण धेरै फुलहरू अझै फक्रिने प्रयासमै रहेछ। प्रकृतिले आफ्नो समय तालिका केही पछि सारेको जस्तो लाग्दैछ। Mountain wild potato. This wild potato. Under there's a big potato, but this is kind of poison potato. Poison. हिमाली जडीबुटी र विविध वनस्पतिहरूको अवलोकन गर्दै हामी बरुड खोलाको किनारतिर झर्यौं। मुम्बुकको ओह्रालो समाप्त हुनासाथ एउटा विशाल पहिरो क्षेत्र सुरु भयो। यो यात्राको सबैभन्दा संवेदनशील र जोखिमपूर्ण खण्डमध्ये एक रहेछ। माथिबाट जुनसुकै बेला ढुङ्गा खस्न सक्ने सम्भावना भएकाले सबैजना सतर्क र चनाखो हुँदै छिटो छिटो अगाडि बढ्यौं यो यात्रामा। यस्तो अवस्थामा हरेक पाइला सावधानीपूर्वक चाल्नुपर्ने हुन्छ। जसोतसो पहिरो पार गरेपछि वातावरण फेरि शान्त र मनमोहक बन्न थाल्यो। बरुड खोलाको सुन्दर झरना र हरियालीले थकान बिर्साइदियो। त्यसपछि हामी फेमाताङ पुग्यौं। फेमाताङमा पहिले निकै राम्रो टी हाउस रहेको रहेछ, तर दुर्भाग्यवश आगलागीका कारण त्यो पूर्ण रूपमा नष्ट भइसकेको रहेछ। यो धुप लगाइरहेछ र आगोमा
दुपार राखेर अनि गएछौँ पुरा सल्केर माथि दुरी भेटको सबै गयो। जलेका अवशेषहरूले त्यहाँको पुरानो चहल पहलको कथा सुनाइरहेका थिए। फेमाताङबाट हामी कहिले बरुड खोलाको दायाँ किनार कहिले बायाँ किनार हुँदै अगाडि बढ्यौँ। बाटो सहज भएकाले होला दिउँसोको 2 बज्न नपाउँदै हामी याङले खर्क पुग्यौँ। समुद्री सतहबाट 3600 मिटर उचाइमा रहेको याङले खर्क बरुड उपत्यकाको अत्यन्तै सुन्दर क्षेत्र हो। यहाँ व्यवस्थित होटलहरू, एउटा गुम्बा र निर्माणाधीन आकर्षक छोर्तेनले वातावरणलाई अझ विशेष बनाइरहेको छ। दिउँसोको खाजापछि सबैजना आफ्नै तरिकाले रमाउन थाले। कोही वरिपरि घुम्न निस्किए, कोही लुडो खेल्दै रमाए। उता भान्सामा भने सेफ कुक पवन कुलुङ अतिथिहरूका लागि विशेष परिकार तयार पार्न व्यस्त हुनुहुन्थ्यो। अब हामी मकालु हिमालको अझ नजिक पुग्दै थियौँ। सालदिम र शेरसोङ पिकको टुप्पोमाथि सानो सुनौलो छिद्र फुटे जस्तो गर्दै घामको पहिलो किरण फैलिन थाल्यो। ती किरणहरूले शिवधारा, पार्वती गुफा र बरुड उपत्यकाका ढुङ्गा भिरहरूलाई स्पर्श गर्दै उज्यालोले भरिदिए। यही अनुपम सौन्दर्य हेर्न संसारका विभिन्न कुनाबाट पर्यटकहरू यहाँ आउने रहेछन् भन्ने कुरा आज स्पष्ट महसुस भयो। बिहान ठिक 8 बजे याङले खर्कबाट हाम्रो यात्रा पुनः सुरु भयो। आजको गन्तव्य लाङमाले। आजको मार्ग केवल पदयात्रा मात्र थिएन। धार्मिक, सांस्कृतिक र प्राकृतिक सम्पदाको जीवित सङ्ग्रहालय जस्तै लाग्ने शिवधारा, पार्वती गुफा, आमाभुजोङ तथा रिपुक खर्क क्षेत्र हुँदै अघि बढ्दा अनेकौं रोचक जानकारी प्राप्त भए। यही क्षेत्रमा विश्वकै दुर्लभ र महँगा च्याउ मध्ये पर्ने गुच्छी च्याउ पाइने रहेछ। यस्तै 6 वर्षमा एकपटक मात्रै फुल्ने येल्लो पप्पी र प्रेमुलाका विभिन्न प्रजाति, सानो पोथ्रामा फुल्ने सेतो गुराँस लगायत असंख्य हिमाली फुलहरूले बाटोलाई प्राकृतिक उद्यानमा परिणत गरिरहेका थिए। मौसम खुलेको बेला रिपुक खर्कबाट नेपौ, सामलाङ, पिरामिड र 7 पिक जस्ता हिमालहरूको मनमोहक दृश्य एकैसाथ अवलोकन गर्न सकिने रहेछ। तदोसा क्षेत्रमा पुग्दा स्थानीय धार्मिक विश्वास र किम्वदन्तीहरूका बारेमा पनि जानकारी पाइयो। यहाँ औतारी लामाले तपस्या गरेको गुफा, तपस्या गर्न जाँदा घोडा बाँधेको स्थान तथा वज्र प्रहार गरेर तिब्बतबाट तानेको पानी भन्ने जनविश्वास जोडिएको ढुङ्गे छहरा प्रत्यक्ष अवलोकन गर्न सकिन्छ। तदोसा पार गरेपछि ज्याक खर्कको सानो पहिरो क्षेत्र काट्दै हामी लाङमाले पुग्यौँ। अहिले लाङमालेमा धेरै होटलहरू निर्माण भइसकेका छन्। याङले खर्कबाट आउने अधिकांश यात्रुहरूको अनिवार्य जस्तै क्याम्प भएकाले सिजनमा यहाँ सधैँ चहल पहल रहन्छ। आजको दिन हाम्रो यात्राको सबैभन्दा प्रतीक्षित दिन। नेपौ हिमाललाई हातले छुन सकिएला जस्तो लाग्ने लाङमाले क्याम्पबाट आज हामी मकालु आधार शिविरतर्फ प्रस्थान गर्दैछौँ। About Slovenia and climbing in Makalu, Yes. this is very interesting because 50 years ago our climbers climbed south face of Makalu. They needed, I think, 2 months to reach the summit, and this was a great success. सबैका अनुहारमा उत्साह, जिज्ञासा र गन्तव्यमा पुग्ने आतुरता स्पष्ट देखिन्थ्यो। रातभरि फेरि हिउँ परेको रहेछ। सुनपाती र भैरौङका झाडीहरू सेतो फुलले ढाकिएका जस्ता देखिन्थे। लाङमालेबाट करिब आधा घण्टा हिँडेपछि एउटा दोबाटो आइपुग्छ। बायाँतर्फ लागेपछि प्रसिद्ध लाम पोखरी पुग्न सकिन्छ। यही पोखरीलाई तल्लो बरुड पोखरी, सेतो पोखरी लगायत विभिन्न नामले चिनिन्छ। यहाँ आउने धेरै यात्रुहरूले
एउटा एउटा केरुङ बनाएर जाने चलन रहेछ। यससँग सम्बन्धित धार्मिक तथा सांस्कृतिक विश्वासहरू पनि निकै रोमाञ्चक छन्। यो ढुङ्गा राखेर चाहिँ हामीले चाहिँ केरुङ भन्छ, खास केरुङ। यसको अर्थ चाहिँ के हो भने यहाँ यो चाहिँ बाटो हो भनेर देखाउने पनि एउटा सिम्बल गर्नु। अर्को चाहिँ कोहीले चाहिँ यहाँ पूजा पनि गर्छन्, ढुङ्गा थुपार्यो भने पूजा गरेको जस्तै पनि होइन। पूजा गरेको जस्तै देउरालीतिर मान्छेहरूले यसरी ढुङ्गा थुपारायो भने त्यहाँ चाहिँ पूजा गरिराखेको। लामपोखरीको अवलोकनपछि हामी पुनः मूल बाटोमा फर्कियौँ र मेरेक हुँदै बरुड खोलाको किनारतर्फ अघि बढ्यौँ। शेरसोङ खर्क पुगेपछि पूर्व दक्षिण मोहडाबाट मकालु हिमालको भव्य रूप स्पष्ट देखिन थाल्यो। यहाँ एउटा टी हाउस पनि रहेछ। एउटा डाँडा उक्लिएपछि टाढा मकालु बेस क्याम्प देखिन थाल्यो। मकालु बेस क्याम्प देखियो यहाँबाट। अनि यहाँबाट माथि कुनामा बरुण पोखरी अब अलिकति देखिएको छ। यही तल है बरुणको शिर हो। अब बरुणको शिर चाहिँ यहाँ। अब मान्छेहरू तल बरुण मेलामा नुहाउनु जान्छ नि, त्यही भएर बरुणको शिर चाहिँ यो बरुण पोखरी भित्रमा अब भरे खिच्न सकिन्छ। माथि मकालु टप हो, मकालु बरुण ग्लेसियर भन्छ। दक्षिण मोहडाबाट देखिएको मकालु हिमालको विशाल आकृतिले सबैको मन रोमाञ्चित बनायो। यात्रा सफल हुँदैछ भन्ने अनुभूति सबैका अनुहारमा पढ्न सकिन्थ्यो। अन्ततः हामी समुद्री सतहबाट 4870 मिटर उचाइमा रहेको मकालु बेस क्याम्प आइपुग्यौँ। हामी पुग्नु अघि नै टोलीका केही सदस्यहरू आइपुगिसकेका रहेछन्। तातो चिया र दिउँसोको खाजा पनि तयारी अवस्थामा थियो। लामो यात्रापछि थकित शरीरले त्यो आतिथ्यतालाई निशब्द धन्यवाद दिइरहेको थियो। खाजा खाइसकेपछि कोही चोरमा रमाउन थाले, कोही वरपर घुम्न निस्किए। बेस क्याम्प नजिकै रहेको बरुड पोखरी पनि अवलोकन गरियो। मकालु हिमालको हिम बरफ पग्लेर बनेको यो पोखरी नै बरुड खोलाको मुख्य उद्गम स्थल हो। अत्यन्तै पवित्र र धार्मिक महत्त्व बोकेको यस स्थानमा आउन नसक्ने भक्तजनहरू तल गोला बजार नजिक अरुण नदीसँग बरुड मिसिने दोभानमा पूजा गर्न आउने परम्परा रहेको छ। साँझ खानामा मकालु बेस क्याम्प सकुशल आइपुगेको खुसीमा विशेष परिकार तयार गरिएको थियो। त्यो साँझ केवल भोजनको होइन, सफल यात्राको उत्सव पनि थियो। विश्वको 5औं अग्लो शिखर मकालु हिमालको काखमा रहेको 4870 मिटर उचाइको आधार शिविरमा बिताएको रात अब सम्झनामा परिणत हुँदै थियो। आज 20 अप्रिल। आज चाहिँ हामी माथि यो मकालु बेस क्याम्पभन्दा माथिको भ्यू पोइन्ट 5300 मिटरमा जाँदैछौँ। त्यहाँबाट चाहिँ सगरमाथा, लोच्छे, मकालुको पूर्वी साइड सबै देखिन्छ। त्यही हेर्नलाई आज भ्यू पोइन्ट जान लाग्यो। हिमालको चुचुरोबाट पोखिँदै झरेका घामका किरणहरूले बेस क्याम्पलाई नुहाउन नपाउँदै हामीले यात्राको अन्तिम चरणतर्फ अघि बढ्ने निर्णय गर्यौँ। मकालु बेस क्याम्पसम्म मात्र आउने अधिकांश पर्यटकहरूको अन्तिम गन्तव्य भनेको 5300 मिटर उचाइमा रहेको मकालु भ्यू पोइन्ट हो। आज हाम्रो लक्ष्य पनि त्यहीँसम्मको हो। माथिल्लो डाँडातिर उक्लिँदै जाँदा तल फैलिएको बरुड पोखरी र पछाडि उभिएको मकालु हिमाल एकै फ्रेममा अटाउन थाले। जति माथि पुग्दै गयौँ त्यति नै नजिक देखिन थाले लोच्छे, बरुन्ची र विश्वकै सर्वोच्च शिखर सगरमाथा। बेस क्याम्पबाट करिब 2 देखि 3 घण्टाको ठाडो उकालो पार गरेपछि अन्ततः हामी मकालु भ्यू पोइन्ट पुग्यौँ। यहाँबाट देखिएको दृश्यलाई शब्दमा बयान गर्न सकिँदैन। आहा, चारैतिर फैलिएका हिम श्रृङ्खलाहरू, आकाश छुने सेता शिखरहरू, गहिरा उपत्यकाहरू र हिम नदीहरूले सिगारिएको भूदृश्य हेर्दा लाग्थ्यो यदि पृथ्वीमा स्वर्ग कतै छ भने
त्यो स्थान यही हुनुपर्छ। यहाँबाट अनेकौं सर्वोच्च शिखरहरू एकैसाथ अवलोकन गर्न सकिन्छ। हरेक दिशाले नयाँ दृश्य देखाउँछ। हरेक क्षितिजले नयाँ आश्चर्य प्रस्तुत गरिरहेको छ। केही समय त्यो अनुपम दृश्यलाई आँखाभरि कैद गरियो, तस्बिरहरूमा मात्र होइन, मनको गहिराईहरूमा पनि। र अन्ततः यसरी मकालु आधार शिविर यात्राको हाम्रो निर्धारित गन्तव्यको अन्तिम बिन्दु पुगेर हामी फर्किने बाटो समात्यौं। साथमा थिए अनगिन्ती सम्झनाहरू, हिमालले सिकाएका धैर्यका पाठहरू, बाटोले दिएको सङ्घर्षको अनुभूति र प्रकृतिले दिएको अविस्मरणीय आनन्द।